हेलो गाइज नमस्ते। यो चाहिँ हिजोको भ्लग हो। मैले हाल्न पाएको थिएन। म बजार जाँदैछु। हेर्नुहोस्, एक्लै आज मेरो छोरी छैन, मेरो साथमा छोरी स्कुलमा थियो। छोरीलाई टिफिन पुऱ्याउनको लागि म ढिलो भएर अटोमा गइरहेको छु। मेरो छोरीले आज टिफिन नलगेर गएको थियो कि बाबु लिएर नानीले टिफिन नलगेर गएको थियो टिफिन पुऱ्याउनको लागि। स्कुलबाट टिफिन पुऱ्याएर आउँदा चाहिँ ठ्याक्कै नानुसँग भेट भयो। नानुले भन्नुभयो मलाई राम्रो ब्युटी पार्लरमा लगिदिनु होला नि भाउजू भनेर भन्नुभयो। हुन्छ भइहाल्छ नि भनेर अनि यता मैले ब्युटी पार्लरमा नानुलाई ल्याइदिएको। नानु अझै उता राम्री बन्नको लागि बसिराख्नु भएको छ कि अनि नानुले चाहिँ कपालमा कलर गर्ने भनेर हो। अनि मैले यहाँ नानुलाई पार्लरमा ल्याइदिएको। अनि यता कपडाहरू पनि रहेछ कस्तो राम्रो राम्रो यो पार्लरमा। अनि हामीले कस्तो रहेछ भनेर हेरेको। एउटाले के भन्नुभयो, मेरो मम्मीलाई देखाइदिनु न, मोबाइल समात्दिनु न भनेर भन्नुभयो। पछि मैले हुन्छ भनेर अनि उहाँको मोबाइल समातेर उहाँको मामुलाई देखाइरहेको थिएँ कि अनि उहाँको कपडा हेर्दै हुनुहुन्थ्यो उहाँको मम्मी। अनि त्यसपछि अनि यति त हेल्प गरिदिनु पऱ्यो नि त साथी भइसकेपछि। अनि त्यहाँबाट हामी नास्ता खाने भनेर गयौँ। त्यहाँ माथिबाट लम्कीको सबै भ्यूहरू देखिँदो रहेछ कि। अनि लम्की बजार हेर्नुहोस्, यही हो हाम्रो लम्की बजार। यता यो धनगढी जाने बाटो अनि यता टिकापुर जाने बाटो, उता चाहिँ चिसापानी जाने अनि यतातिर चाहिँ अछाम जाने है। हाम्रो लम्की यस्तो छ। त्यसपछि अनि हामी यहाँ नास्ता खानको लागि जुस हालेर रेडी भयो नि त। अनि नानीहरूले मोमोसम्म खाने भनिरहेको थिएँ। नानीलाई चाहिँ मैले स्कुलदेखि नै लिएर आएको कि ढिलो भइसकेको थियो नि त बजारमा के गर्दा नानी मोमो खाँदैछ। उतातिर बाबु बसेको थियो कि बाबुले भिडियो गराउन दिन्न कि अनि यता अनि हामी मोमोसम्म खाँदैछौँ। उता बाबु सानो पुच्छे, यता बहिनी अनि हामीहरू मोमो खानको लागि रेडी। म जुस खान लाग्यो। सानो बच्चा अस्ति भएर हेर्नु न, बानी त कहीँ जान्न कि जति जे गरे पनि बच्चापनको त होइन, मान्छे पो ठुलो हो नि त, हामी त बच्चै हुँ जस्तो लाग्छ नि त। अनि म मोमो खाँदै थिएँ अनि अनि हामी बेलुका अनि घरमा आएर अनि दुध लिन जानु लाग्थ्यो नानुहरूसँग। मेरो छोरी दुध नखाए मान्दैन कि दुध त ल्याउनै पर्यो। अनि त्यसपछि अनि मेरो साथीले बेलुका खाना खान बोलाएको थियो कि उता। अनि उता हेर्नु न, बान्सरिया कुकमेन उता आफै पकाएर हामीहरूलाई भाग लगाउँदै हुनुहुन्छ क्या नानु। उहाँ चाहिँ गजबको हुनुहुन्छ मेरो इसु नानु। मेरो छोरी खाँदैछ मजाले। अनि हामीले भात नखाने मासु र चिउरा खाने भनेको। अनि मेरो छोरा खाँदैछ मोबाइल हेरेर। हेर्नुहोस्, मेरो नानुको काममा चाहिँ चिसो बाँड्दै हुनुहुन्छ सबैलाई बराबर अरे कि। उहाँ चाहिँ बहुत राम्रो हुनुहुन्छ, मेरो एकदम मिल्ने साथी, बेस्ट फ्रेन्ड, जे भने पनि उहाँ यो। म उहाँलाई धेरै आदर गर्छु, सम्मान गर्छु। मेरो बहिनी, उहाँ बुवा। अनि अब हामीले खाना खान बोलाउने बहिनी चाहिँ कता गएको थियो, अब आउँछ होला। ऊ पनि, उसको पनि बनाउँछु। ऊ पनि राम्रो छ, मेरो मिलनसार साथी भने पनि बहिनी भने पनि दुईवटा तिनवटा छन्। यही नै हो हामीलाई खाना खान बोलाउने गाइज। हेर्नुहोस्, ऊ आफू काम गर्दै थियो होला भर्खर आएको। मेरो म यस्तो छु अरे, मेरो भिडियो नगराइदिनु न भन्दै थियो कि उसको छोरी। यता मेरो बाबु, मेरो छोरी चिसो खाँदैछ मजाले। ऊ मासु खान लाग्यो मेरो साथीले।